यो चाहिँ 1000 को क्यासेट भयो। अब यसलाई 500 को बनाउनु पर्यो। यसको लागि चाहिँ भित्रको दुईटा रेल मिलाउनु पर्यो। यो दुईटा रेल हैन, यो रेल मिलाउनको लागि यो लक हुन्छ। यहाँ पनि हुन सक्छ, कुनै क्यासेटमा यहाँ पनि हुन सक्छ, प्राय जस्तो यसमै हुन्छ बिचमा। यो निकाल्दिने, यसलाई यसरी हातले नङले यसरी निकाल्दिने अनि यता अगाडि तान्दिने, यसरी तान्दिने। सेम यता पनि सेम यसरी लक यसरी निकाल्दिने तान्दिने, यति मात्र हो, सजिलो। अब यो चाहिँ अगाडि यसरी निकालेर राख्दिने है, पहिला यसरी लक गरेर राख्दिनु। अब यहाँ चाहिँ यसो हुन्छ। अब यसलाई चाहिँ यो चाहिँ 500 को क्यासेट रहेछ हैन। अब 1000 कोमा चाहिँ 2 नम्बर हुन्छ, यहाँ बिचमा यो 1 2 हुन्छ नि। अब 1000 को चाहिँ यसमा हुन्छ के प्राय जस्तो। अब हामीले 500 को बनाउनु पर्यो हैन, यो 1 2 3 4 को स्टेप पनि ट्याक्क हाल्दिने। अब यता पनि सेम त्यो 1000 को 2 स्टेपमा राखे हुन्छ, यसो 2 स्टेपमा राखे हुन्छ। हामीले 500 लाई बनाउनु भने 4 स्टेपमा राख्ने के, 2 स्टेप अलिकति माथि चढाइदिने भनेपछि यता पनि 4 स्टेप, यता पनि 4 स्टेप। यति गरेपछि यो लक हाल्दिने। सेम यस्तै हो, यसरी भित्र यसरी छिराइदिने, टक्क हाल्दिने दुईटैतिर। कहिले कहिले चाहिँ कस्तो हुन्छ भने यो लक यसरी हाल्दा जाँदैन। यो भनेको यो गएन भने चाहिँ यो चाहिँ राम्रोसित बस्या हुँदैन। यसलाई चाहिँ अगाडितिर मजाले यसरी प्रेस गरिदिने अनि त्यसपछि हालिदिने, त्यसपछि चाहिँ जान्छ। अब यो अब लास्टमा चाहिँ के गर्ने भने लास्टमा चाहिँ यो पछाडिको बटन हुन्छ, हेर्नु। अब 1000 लाई 500 बनाउन चाहिँ यो एउटा बटन मात्र मिलाउनु। यो बटन भनेको चाहिँ D0 छ है, लेखा D0 मात्र लेखा छ। यो चाहिँ त्यो हातले तानेर आएन भने प्लायरले यसरी तान्नुपर्छ, यसरी तान्दिने। अनि त्यसपछि यो MP मा हालिदिने। यो MP भनेर लेखा हुन्छ, यसमा मात्रै हालिदिने। यति हालेपछि भयो। अनि त्यसपछि 500 को यो 1000 को स्टिकरले 500 को छ भने 500 को बनाउँदैन, नभए त्यो केही गर्नु परेन। अनि त्यसपछि 500 को क्यास हालेर चलाउँदै हुन्छ।